आज हामी भारतको बिहार राज्यको रक्सोलमा आएका छौं, तर यहाँ आउनुको कारण अलि खास र फरक छ, जुन कुरा तपाईले आजसम्म सुन्नु भएको छैन। हामी एउटा यस्तो कुरा खोज्न आएका छौं जसको बारेमा सुन्दा तपाई पनि चकित पर्नुहुनेछ। तपाईले कालापानी, लिम्पियाधुरा, सुस्ता जस्ता भूभागहरूको बारेमा त सुन्नु भएकै होला, तर के तपाईलाई थाहा छ भारतको यही रक्सोलमा पनि नेपाल सरकारकै नाममा रहेको जमिन छ। अब हामीलाई यो जमिन फर्काउनु छ। बालेन सरकारले यो जमिन फिर्ता लिएर आउनुपर्छ भन्नेहरूले यो भिडियोलाई सक्दो शेयर गरेर प्रधानमन्त्री बालेन शाहसम्म पुर्याइदिनु होला। यो विषयमा धेरैलाई थाहा छैन। भारतको रोक्सोलमा पनि नेपालको जग्गा छ, सम्पत्ति छ, भूभाग छ भनेर धेरैलाई थाहा छैन, तर आज हामी देखाउँदैछौँ है। र अहिले भने चाहिँ हाम्रो उद्देश्य भनेको भारतको रोक्सोलमा रहेको नेपाली जग्गा सम्पत्ति खोजी गर्ने, ताकि हाम्रो नेपालको सम्पत्ति छिट्टै फिर्ता हुन सकोस्। यो एकदमै सत्य कुरा हो। भारतको रक्सोलमा नेपालकै जमिन छ, त्यो पनि भारतभित्र। त्यति मात्रै होइन, त्यहाँ ऐतिहासिक महत्त्व बोकेका संरचनाका धरोहरहरू पनि छन्, तर अहिले संरक्षणको पर्खाइमा छन्। यो कुरा सुनेपछि हामी चुप बस्न सकेनौं। हामीले यो सत्य खोजी गर्न आएका छौं। झन्डै 16 बिघा 1 कट्ठा 4 दुर जग्गा चाहिँ यहाँ नेपालको जग्गा सम्पत्ति छ। त्यो पनि 1927 को जुन 19 मा बेलायती सरकारसँग नेपालले किनेको सम्पत्ति हो यो भनेर हामीले थाहा पाइसकेपछि कहाँ रहेछ जग्गा, कस्तो अवस्थामा रहेछ जग्गा, त्यहाँ अतिकमा पनि छ भने सुकुम्बासी बस्तीहरू पनि बसेको भनेको छ। त्यो विषयमा आज हामी खोजी गर्दै गर्दै यहाँसम्म आइपुगेका छौँ। सबैभन्दा पहिले हामी काठमाडौँका विभिन्न मन्त्रालय धायौं। भौतिक पूर्वाधार मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, मालपोत, नापी विभागदेखि लिएर धेरै कार्यालय पुग्यौं। तर अचम्मको कुरा के भने धेरै कर्मचारीलाई यस विषयमा स्पष्ट जानकारी नै रहेनछ। यति गम्भीर विषय कसैलाई जानकारी नै छैन। सबैले भन्छन् सुनेको छु, कोही भन्छ सुनेको हो, कोही भन्छ खोज्दैछौं, तर कसैसँग ठोस जवाफ थिएन। यही क्रममा हाम्रो हातमा एउटा पुरानो तर निकै महत्त्वपूर्ण कागज पर्यो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र, जसमा स्पष्ट लेखिएको छ सन् 1927 जुन 19 मा त्यति बेलाको बेलायती सरकारसँग नेपाल सरकारले रक्सोलमा 16 बिघा 1 कट्ठा 4 धुर जग्गा खरिद गरेको थियो। अख्तियारले त यो जग्गा खोजी गरेर सुरक्षित राख्न बारम्बार मन्त्रालयलाई निर्देशन दिएको पनि देखिन्छ। तर सोच्ने कुरा के छ भने यति ठूलो सम्पत्ति आजसम्म किन बेवारिसी जस्तो भयो? किन कसैले गम्भीर रूपमा खोजी गरेन? किन संरक्षण भएन? कि पुराना सरकारले जाना व्यवस्था गर्यो? जे होस्, हामीले धेरै खोजीपछि त्यो जमिन अन्ततः पत्ता लगाएका छौं। अहिले त्यहाँ के अवस्था छ? ऐतिहास बोकेको नेपालका संरचनाहरू बाँकी छन् कि छैनन्? नेपालको यति ठूलो सम्पत्ति कसले प्रयोग गरिरहेको छ? यी सबै कुरा हामी अर्को भिडियोमा देखाउनेछौं। प्रतीक्षा गर्नुहोला।